त्यो चाहिँ बिचारा एक्लै छ, कुखुराहरूसँग हिँड्छ। चेकआउट गर्ने टाइममा चाहिँ यस्तै हुन्छ रुम। अब के हो, किन अहिले गरेको? र साथीहरू अहिले बिहानको 7:30 8 बज्नु आँटेको छ र बिहानको चाहिँ अब सबैजना साथीहरू छ, उनीहरू सबैलाई गुड मर्निङ। र अहिले चाहिँ अब तपाईँको म एकछिन यहीँ दोकानसम्म गएको थिएँ र अहिले भर्खरै म फिलहाल गेस्टहरूको लागि नास्ताहरूको लागि डोसाको प्याकेट दुध दहीहरू म यहाँ दोकानमा लिएर आएर फेरि अहिले म एकछिन यहाँ अगाडिसम्म अलिकति काम थियो, त्यही कारण जान्छु। र साथीहरू अब आज चाहिँ गेस्टहरू अब हिजो त आयो, हिजो आएर अब उनीहरूको बर्थडे सड्डे मनायो, नानीहरूको बर्थडे कसको बर्थडे थियो सायद उनीहरूको मनायो। र अहिले हालत चाहिँ कस्तो भएको छ त्यो पनि तपाईँहरूलाई देखाउँला। त्यो त कम्ती, कहिले झन् अब ज्यादा गेस्ट आउँदाखेरि तपाईँको 10 जना 12 जना 13 जना आउँदाखेरि त अब पुरै चारैपट्टि गार्डनदेखि लिएर किचनदेखि लिएर डाइनिङ हल सबमा यति साह्रो मैला बनाएको हुन्छ। र आज चाहिँ के गरेको छ र कस्तो भएको छ त्यो पनि तपाईँहरूलाई देखाउँला। र फिलहाल चाहिँ म अहिले दोकान गएर आइहाल्छु। र अब गेटबाट निस्किने बित्तिकै चाहिँ मेरो यहाँ सडक भेटिहाल्छ, मेन हाइवे भेटिहाल्छ। र अहिले चाहिँ म यो परको दोकान गएर भर्खरै म यता क्रस गरेर आएको। र गाडी त अब बिहानको टाइममा साथीहरू हिँडेको हिँडेर बिहानको टाइममा जाने, बेलुका टाइममा। र यहाँदेखि चाहिँ तपाईँको चाहिँ मेन गेट चाहिँ यहीँ छ, हाइवेकै छेउमा मेन गेट छ। र यो गेट चाहिँ पुरानो छ र यसको माथि चाहिँ प्लम ग्रुप लेखेको छ। र साथीहरू अब अहिले म भित्र जाँदैछु र हाम्रो चाहिँ धेरै पर पर्छ, यहाँबाट गेट खोलेर निकै परै हिँड्नुपर्छ अलिकति। गेट खोलेपछि चाहिँ गेट खोल्नु बित्तिकै साथीहरू यहाँ खरायो रहेछ। र यहाँबाट खराएछ, पहिला पनि यहाँ पालेको थियो खरायो। र खरायो चाहिँ पहिला चाहिँ मङ्गुसले खाइदिएको थियो, नेउलाले। र अहिले पनि त्यो चाहिँ बिचारा एक्लै छ, कुखुराहरूसँग हिँड्छ। ए साथीहरू यहाँ पनि छ टर्की चाहिँ, एउटा टर्की कुखुराहरू डग का जो बच्चा है उसको मारने के लिए वो ओ आजा पपी आजा यहाँ चल आजा। र यहाँ चाहिँ हरेक चिज छ है साथीहरू। र यहाँ हेर्नु साथीहरू अब कस्तो चाहिँ गरेको छ, यो केक घोप्टाएको रहेछ जग्गा जग्गामा। र यो अब डाइनिङ टेबलको माथि अब जग्गै खाली छैन, जतासुकै खानेकुरा पडिरहेको छ, यस्तो त भइबस्छ। र यो मुनि सिक्रेटको ठुटा त अब कति हो, यो त अझै कम्ती, योभन्दा ज्यादा हुन्छ। अब ज्यादा गेस्टहरू आएको छ भने भुइँभरि सिक्रेटको ठुटाहरू यसरी खानेकुरा जतासुकै। र यहाँ हेर्नुहोस् यो अब केक अब हातले दलेको हो कि भुइँतिर ल्यातर प्यातर बनाएको छ, बा खुट्टाले टेकेर यस्तो भएको हो कि। अब यहाँ खालि नभएर अब यहाँ पनि राखेपछि बियरको बोतलहरू क्यानहरू यस्तो चाहिँ भइबस्छ यहाँ अहिले। र साथीहरू बाहिरको त अब तपाईँहरूलाई मैले देखाइदिएँ, अब भित्र जान्छु। अब भित्र कस्तो छ अब त्यो पनि हेर्नु पर्यो। ए डस्टबिनमा पनि पुरै मैला रहेछ। र अब डाइनिङमा त राख्ने जग्गा नै छैन रहेछ, अब कोही चिप्स के राखेको छ। र अब अरू जग्गामा हेर्दै जाउँ। यहाँतिर पनि रहेछ प्लेटहरू खाएको, यस्तो त अब कति होला अझै भित्रतिर केक पनि छोडेको छ साथीहरू। यहाँतिर त त्यति देखेन साथीहरू। अब पहिलाको भन्दा त पहिलाको गेस्टहरू त यहाँतिर पनि पुरै हुन्थ्यो। यहाँ चाहिँ अलिअलि खाएकोहरू छोडेको छ प्लेटहरू। यो पनि बन्द गरिदिइहाल्नु, यो माछाको पनि अब रातभरि चलेको होला। यहाँ त साथीहरू सबै रहेछ,
त्यति मैला गरेको छैन रहेछ, सफाइ छ। र साथीहरू भर्खरै अहिले भर्खरै हाम्रो गेस्टहरू गयो र गएर म चाहिँ रुममा आएको छु। अब रुमको हालत चाहिँ रुम चाहिँ कस्तो भएको छ त्यो देखाउँछु तपाईँलाई। अब रुमहरू यो सबै यस्तो भइरहेको छ। तल एउटा तोसक ओढ्ने यो तल पडिरहेको छ, माथि च्यादरहरू सबै भएको छ। सबै च्यादर निकालेर पुष्पाले वासिङ मेसिनमा हाल्छ होला। र प्रायः चाहिँ घरहरू त्यति डरलाग्दो मैला चाहिँ मैले देखेन, एकदम सफाइ गरेर गएछ। नभए चाहिँ प्रायः अलिकति पनि यो अर्को रुममा यो रुम पनि चेकआउट गर्ने टाइममा चाहिँ यस्तै हुन्छ यो रुमहरू, म्याटहरू यताउति भइरहेको। र अब यो सबै पुष्पाले मिलाउँदै जान्छ र जति मेसिनमा हाल्नु छ त्यो सबै पुष्पाले हाल्दै जान्छ। र आज चाहिँ के भएछ भन्दाखेरि एउटा फ्यानै चलेन भन्छ। खोइ यो फ्यान त नयाँ ल्याएको थियो, छैन फ्यान, अन गरेर पनि छैन फ्यान। एउटा इलेक्ट्रिसियनलाई बोलाउनुपर्छ गएर, मैले पाएँ भने लिएर आउनुपर्छ एउटा इलेक्ट्रिसियन। र किनभने कहिले पनि फेरि गेस्टहरू आउनु सक्छ र फेरि फ्यानहरू यसरी चल्दैन भने फेरि उनीहरूले कम्प्लेन गर्छ। आजको गेस्टले त्यही फ्यानकै अलिक उयो भइदियो, चलेन भन्दै थियो। र यहाँ चाहिँ के छ यहाँ चाहिँ ओछ्यानको सबै च्यादरहरू निकालेछ धुनुको लागि, सबै वासिङ मेसिनमा हाल्नुको लागि निकाल्दैछ पुष्पाल। र म चाहिँ जान्छु इलेक्ट्रिसियन बोलाउनु। र साथीहरू जति भएको अघि तपाईँहरू लुगाहरू देखाइदिएको थिएँ मैले, माथिबाट ल्याएको च्यादरहरू ओढ्नेहरू सबै वासिङ मेसिनमा हाल्दैछ। र अहिले 2:30 पनि भयो। अन्त आज त यस्तै कामहरू आज त त्यति गर्नु नि गरेर पनि उयो हुने होइन। रातमा 2:30 भएपछि त टाइम गइहाल्यो। र भित्र चाहिँ के हुँदैछ मैले पुष्पालाई आज नगर्नु भनेको थिएँ। एकैचोटि भोलि गर्दा हुन्छ भनेको थिएँ। खै स्टार्ट गर्नु थालेछ, साफसफाइ गर्नु थालेछ किचनको। र भन्छ उसले पनि भन्छ के हो किन अहिले गरेको? दसैँ आइहाल्यो, कहाँ सफा गर्नु भ्याउँछ, हाम्रो रुमहरू पनि गर्नु पर्यो। फेरि यसो हामी पनि दसैँहरू परदेशमा भयो यसो बसेर मनाउनु पर्यो। परदेशमै भए पनि साथीहरू दसैँ चाहिँ मनाउनु पर्छ। र उसले चाहिँ दसैँ छेउमा आइसक्यो भनेर चाहिँ किन यसरी टोलेर हुँदैन भनेर चाहिँ स्टार्ट गरिहाल्छ किचनको चाहिँ। अन्त उसले फेरि एक प्रकारले चाहिँ ठिकै पनि हो। फेरि आज किचनको कामहरू सक्यो भने भोलि फेरि रुमको जग्गाको कामहरू हुन्छ। मेन चाहिँ फेरि किचनमै हुन्छ सबसे ज्यादा मैला चाहिँ। जति पनि फेरि त्यो ग्यासमा त्यो खानाहरू पकाएकोहरू जति पनि माथि गएर तेलहरू लगाएर चिपचिप भएको हुन्छ। फेरि मैले यो चिम्ली लगाउनु बिर्सिन्छु नि त, त्यो भएर चिप ज्यादा भयो। यो चिम्ली चाहिँ ओन गर्नु भुलेर चाहिँ ज्यादा च्याप्छ। भुलिन्छ भन्दा नि के हो, ल्याएर बजेर चाहिँ मलाई उयो लाग्छ, मन पर्दैन। त्यो भएर चाहिँ धुन्छु, बरु यो डल्लै निकालेर गरम पानीले धुनु पर्ने। चिम्लीको भित्र जति पनि यो लगाएको छ सबै गरम पानीले यसको धुवाइ हुँदो रहेछ। नगरौँ भोलि एकैचोटि गरौँ भनेर सोचेको थिएँ, तर भएन। म चाहिँ नगर्ने, किनभने बिहानै मैले तपाईँहरूलाई देखाएको जति पनि यो गार्डनमा त्यो मैलाहरू गरेको थिएँ त्यो सबै सफा गरेर चटक्क बनाइ राखिदिएको छु। र अर्को फेरि जति पनि त्यो सामानहरू थियो मैलाहरू सबै बोरामा हालेर साइड गरिदिएँ। र अरू यो बाँकी चाहिँ रुमहरू जति पनि रुमहरू छ रुमहरू जति पनि छ त्यो सबै भोलि स्टार्ट हुन्छ। भोलि बिहानदेखिको गर्नुपर्छ। 12-1 बजी त तुर्छ पनि। र आज त भ्याउने कुरामा आएन। फेरि आज चाहिँ के हो भन्दाखेरि आज 2 बज्न आँट्यो। र त्यही वासिङ मेसिनको लुगाहरू निकाल्दा त्यसलाई सुकाउँदा त्यसमै टाइम जान्छ। र फेरि त्यति मैला चाहिँ त्यति चाहिँ मतलब भएको छ नि। खानेकुरा चाहिँ यहाँ कता यसरी घोप्टाएको छ। यसले गर्दा चाहिँ फेरि कमिला बाहिरबाट कमिलाको लाइन हुन्छ। फेरि यसले गर्दा यति खानेकुराले गर्दाखेरि पुरै कमिलाले चाहिँ पुरै परिवारै लिएर आउँछ डल्लै भित्र। कहाँको तलमुनि है? तलमुनि पनि एकपल्ट हेरौँ न त। तलमुनि पनि एकपल्ट चेक गरौँ, किनभने तलमुनि चाहिँ म अहिले गेस्टहरू गएको दिनको गएको पनि छुइनँ। के गरेको छ त्यो मलाई थाहा छैन। गएर चाल पाउँछु। यहाँ पनि फेरि सेम
यहाँ पनि अब कोही सुतेको रहेछ यहीँनिर। यो फेरि मलाई थाहै थिएन, हामी आएको पनि थिएन, किनभने अब 6 जना मान्छे छ भने चाहिँ उनीहरूको लागि चाहिँ 3टा रुमै हो, 3टा रुम हो। र अब त्यहाँदेखिको अब ज्यादा मान्छे हामी चाहिँ अब यो जति पनि एरियाहरू छ यो अब अन्डरग्राउन्डको यो चाहिँ युज गर्नु पायो उनीहरूले। जस्तै अब 6 जनादेखिको 12 जना आउने हुन्छ, अब त्यस्तै 9 जना आउनेहरू छ भने यहाँतिर सुत्नुहुन्छ। र अहिले त अब 6 जनामा पनि यी तलतिर पनि यसो गरेको छ। अब पुष्पलाई पनि थाहा छैन, मलाई पनि थाहा छैन। अब योहरू के छ वासिङ मेसिनमा हाल्नु। अब यो अब सिरानी कभर पनि लानुपर्छ, यो चाहिँ लगेर जान्छ अहिले म फिलहाल। सिरानी कभर चाहिँ बादमा लान्छु। र साथीहरू फेरि आजको भिडियो चाहिँ मेरो यति नै हो। तपाईँहरूसँग नेक्स्ट भिडियोमा भेटौँला।